तरङ्गी रङ्ग जस्तै रङ्गिरहोस् हजुरहरूको जिन्दगी। वाह वाह। देश तथा विदेशमा बस्नुहुने दाजुभाइ दिदीबहिनी तथा आमा बुबाहरूलाई म लगायत मेरो परिवारको तर्फबाट धेरै धेरै शुभकामना। ह्याप्पी होली। चाहिँ म दाइकोमा होली खेल्न जाँदैछु गाइज। अब म तपाईँहरूलाई होली खेलेको म देखाउने छु दाइकोमा पुगेपछि गाइज, हेर्नु होला। आज चाहिँ म दाइकोमा आइपुगेको छु। अब हामी दाजुभाइ होली खेल्नेछौँ। दाइलाई चाहिँ आज मेरो भ्लगमा स्वागत छ है दाइ। ल दाइ केही बोलिदिनुहोस् दाइको भ्लगमा। भाइको नमस्ते सम्पूर्ण भाइको भ्युअर्सहरूमा। आज चाहिँ भाइ मलाई भेट्नको लागि, होली खेल्नको लागि, यो होलीको एउटा अवसर पर्वको अवसरमा पारेर भेट्नको लागि यहाँ आउनु भएको रहेछ जिल्ला मोरङ र तमाई नगरपालिका 1 चुनीमारीमा। भेटघाट पनि हुने दाइसँग, रङसङ पनि साटौँ, एकछिन भलाकुसारी गरौँ भन्ने हिसाबले आउनु भएको रहेछ। एकदमै खुसी लाग्यो होइन। विशेष गरी यो भारत नेपालमा मनाइने यो रङहरूको पर्व होली पर्व फागु पूर्णिमाको दिन मनाउने गर्छौँ। पहाडतिर हिजै मनाइसक्नु भएको होला होइन। तराईमा चाहिँ हामी आज मनाउँदैछौँ। दाजुभाइ होली खेलेर मनाउनेछौँ होइन। सबैलाई शुभकामना है। रङहरूको पर्व यहाँहरूलाई सबैलाई देश विदेशबाट जहाँ जुन ठाउँबाट हेरिराख्नु भएको छ यहाँहरूलाई एकदमै धेरै धेरै शुभकामना। जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ खुसी रहनुहोस्, मस्त रहनुहोस्, होली उल्लासमय तरिकाले मनाउनु होला पनि भन्न चाहन्छु। एकदमै खुसी छु। ल भाइ र म अब होली खेल्छौँ है त। एकछिन रमाइलो गरौँ है त। भाइको अब होली एकदमै अब फेरि ह्याप्पी होली। ल ल ल आइसक्नु भयो है। ह्याप्पी होली, ह्याप्पी होली। एकदम शुभकामना हजुरलाई होलीको। भाइहरूसँग चाहिँ रमाइलो गरिसक्यो आज। लगभग हामीले यसरी नै होली चाहिँ मनाइसक्यौँ। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ त्यही तरिकाले मनाउनु होला भन्दै मेरो च्यानल जति पनि हेरेर सपोर्ट गर्नुहुने मेरा भ्युअर्सहरूलाई एकदम हृदयदेखि आभार व्यक्त गर्दै फेरि पनि हजुरहरूकै साथ सहयोगले अझ योभन्दा राम्रो राम्रो भिडियो ल्याउने बाचाका साथ हजुरहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।